नमस्कार दर्शकवृन्द, यहाँहरूलाई स्वागत गर्न चाहन्छु हाम्रो मन्त्रज्ञान नेपाल युट्युब च्यानलमा। र तपाईँको साथमा छु आजको यो बसाइमा। म बिजुल परियार छु। आजको यो भिडियोमा मैले तपाईँहरूलाई कुनै पनि गर्भिणी महिलाहरूलाई जब महिला गर्भिणी हुन्छन् यानि कि प्रेग्नेन्ट हुन्छन्, उनको गर्भमा बच्चा आइसके पछाडि उनीलाई जे खाए पनि बारम्बार भोमिट भइरहन्छ, यानि कि बान्ता भइरहन्छ भने सो अवस्थामा सो बान्तालाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा विशेष गरी यो च्यानलमा मैले तपाईँहरूमाझ यो विषयमा चर्चा गर्न गइरहेको छु। दर्शकवृन्द, यदि तपाईँहरू मेरो यो मन्त्रज्ञान नेपाल युट्युब च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सबैभन्दा पहिला च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। नजिकै रहेको बेल आइकनलाई प्रेस गरी अल गर्न नबिर्सनुहोला, किनभने मैले बनाएका यस्तै ज्ञानवर्धक भिडियोहरू जुन जीवनोपयोगी र जीवनमुखी भिडियोहरू तपाईँहरूको युट्युब च्यानलको नोटिफिकेसन बारमा देखाउने छ र त्यहाँ गएर तपाईँले सो भिडियोमा क्लिक गरेर सो भिडियो हेरेर ज्ञान आर्जन गर्न सक्नुहुनेछ। दर्शकवृन्द, आफूले आर्जन गर्नुभएको ज्ञान तपाईँले आफ्नो साथीहरू समक्ष पनि यो भिडियोलाई सेयर गरेर पुर्याइदिनु भयो यदि भने तपाईँले प्राप्त गर्नुभएको ज्ञान तपाईँको साथीहरूले पनि प्राप्त गर्न सक्नुहुनेछ, जसले गर्दा तपाईँको साथीहरूले पनि तपाईँलाई जस्तै फाइदा हुनेछ। मैले यो तपाईँहरूमाझ निःशुल्क रूपमा धेरै मन्त्र ज्ञानहरू चाहिँ प्रसारण गरिरहेको छु। तपाईँले बिना शुल्कमै यो सेवा पाइरहनु भएको छ भने कतिपय कुराहरू मैले तपाईँले कमेन्ट गरेर वाट्सएपमा मेसेन्जरमा सोध्नुहुन्छ, त्यो अवस्थामा पनि मैले तपाईँहरूलाई हेल्प गरिरहेको छु कि तपाईँले मागेका मन्त्रहरू दिइरहेको छु। त्यसको मन्त्र मात्र नदिकन त्यसको विधि विधान के छ, त्यसको प्रक्रिया के छ, त्यसलाई प्रयोग गर्ने विधि, त्यसलाई सिद्ध गर्ने विधि, केमा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, सिद्ध कसरी गर्ने, यी यावत कुराहरूमा मैले तपाईँलाई जानकारी गराइरहेको छु। तपाईँले पर्सनालिटी रूपमा मन्त्र माग्दै गर्दा पनि मैले निःशुल्क रूपमा यहाँलाई मन्त्र दिइरहेको छु। दर्शकवृन्द, तपाईँलाई मैले यो भिडियोमा चाहिँ विशेष गरी कुनै पनि महिला गर्भवती हुँदाखेरि स्वभावैले उहाँलाई त्यस्ता महिलालाई खाना अरुचि हुने, जे खाए पनि भोमिट हुने यानि कि उल्टी हुने हुन्छ। तपाईँले यो मन्त्रलाई अजमाएर हेर्नु। यो मन्त्र तपाईँले अजमाएर हेरिसकेपछि थाहा पाउनुहुनेछ कि यो मन्त्रको विधि, यो मन्त्रको नीति, यो मन्त्रको नियममा रहेर तपाईँले काम गर्नुभयो भने पक्कै पनि त्यो भोमिट भइरहने गर्भिणी महिलालाई पनि भोमिट हुँदैन। यसलाई तपाईँले सबभन्दा पहिला सिद्ध गर्न आवश्यक हुन्छ। यो मन्त्रलाई तपाईँले विशेष गरी कृष्ण चतुर्दशीमा 1000 जप गर्नुभयो भने मात्र सिद्ध हुनेछ है। यो मन्त्र कृष्ण चतुर्दशीको दिनमा 1000 जाप गर्नुभयो भने पक्कै पनि यो मन्त्र सिद्ध हुनेछ। दर्शकवृन्द, तपाईँलाई यो बारेमा थाहा छँदैछ कि पक्ष दुई किसिमका हुन्छन्, कृष्ण पक्ष र शुक्ला पक्ष। जुनेली रात, जुन रातमा जुन लाग्छ त्यो शुक्ला पक्ष भयो भने जुन रातमा जुन लाग्दैन त्यो कृष्ण पक्ष भयो। दर्शकवृन्द, त्यसैले गर्दाखेरि तपाईँले यो मन्त्रलाई चाहिँ कृष्ण पक्षको समयमा 1000 जाप गर्नुभयो भने यो मन्त्र सिद्ध हुनेछ। यो भयो मन्त्र सिद्ध गर्ने तरिका। मन्त्र भने म तपाईँलाई यसै भिडियोमा यसै स्क्रिनमा फोटोको रूपमा दिनेछु। मन्त्र यस प्रकार रहेको छ। दर्शकवृन्द, यहाँले मन्त्र पनि देखिसक्नु भएको छ। यहाँलाई मैले त्यो मन्त्रको सिद्ध गर्ने विधि पनि बताइसकेको छु भने अब आउनुहोस् यसलाई कसरी प्रयोग गर्ने त है। यो मन्त्रले तपाईँले है चौलानी पानी भन्ने थाहा छैन। जब हामीले चामल पखाल्छौँ त्यसलाई चौलानी पानी भनिन्छ। चौलानी पानीमा तपाईँले यो मन्त्रको प्रयोग गर्नुहोला। चौलानी पानीमा यहाँले यो मन्त्रद्वारा 7 पटक अभिमन्त्रित गर्नुहोला। यो मन्त्रले चौलानी पानीलाई 1 पटक मन्त्र उच्चारण गर्नुहोला, 3 फुक मार्नुहोला गरेर फुक्नुहोला। एवं वृद्धि यहाँले 7 पटक मन्त्र उच्चारण गरेर 3 फुक मार्दै गर्दाखेरि 21 पटक हुन्छ, जसले गर्दा तपाईँले शीघ्र रूपमा यो मन्त्रले काम गर्नेछ। तपाईँले त्यसरी जब त्यो पानी चौलानी पानीलाई अभिमन्त्रित गर्नुहुन्छ र त्यो अभिमन्त्रित पानी तपाईँले सम्बन्धित व्यक्तिलाई खुवाउनुहोला। जो गर्भिणी महिला हुनुहुन्छ उहाँलाई भोमिट भइरहनेछ, उल्टी आइरहनेछ भने सो महिलालाई खानदिनु होला।
यो चाहिँ तपाईँले जसलाई वाकअघि लाग्छ, थुकथुकी लाग्छ, जो गर्भिणी महिलालाई उल्टी आउने, वाकअघि लाग्ने, थुकथुकी लाग्ने हुन्छ, सो अवस्थामा तपाईँले त्यो पानी खान दिनुभयो यदि भने पक्कै पनि यो समस्या उहाँको हटेर जान्छ। यो प्रक्रिया तपाईँले दिनमा 3 पटक गर्नुहोला र यसलाई तपाईँले 1 सातासम्म गर्नुहोला। अनि त्यस पछाडि तपाईँले अजमाएर हेर्नुहोला। उक्त गर्भिणी महिलालाई यो पानीको प्रयोग गरिसके पछाडि जुन भोमिट हुने समस्या छ त्यो हटेर जानेछ। जुन खानाहरूमा नास लागेको भनिन्छ त्यो पनि उसलाई हटेर जानेछ। भक्त दर्शकवृन्द, तपाईँले भिडियो कस्तो लाग्यो? जस्ताको तस्तै तपाईँले आफ्नो मनको इच्छा कमेन्ट बक्समा उल्लेख गर्नुहोला। र भिडियोसँग केही कुराहरू तपाईँलाई चाहिँ मन्त्रसँग सम्बन्धित केही कुराहरूको जानकारी लिनु छ अथवा केही बुझ्नु भएको छैन यसमा भने यहाँले मलाई व्हाट्सएपमा फलो गर्न सक्नुहुनेछ भन्दै आजको यो बसाइबाट यहाँहरूमा ओझेल पर्न चाहन्छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर लाइक गर्न नबिर्सनुहोला। कहीँ कतै स्किप नगरिकन हेर्नुहोला। स्किप गर्नुभयो भने तपाईँले पक्कै पनि भिडियो बुझ्नुहुने छैन, यसमा भनेको कुराहरू बुझ्नुहुने छैन, जसले गर्दा तपाईँ अधुरो हुनेछ। त्यस कारणले आफू अधुरो र अपुरो हुनबाट जोगाउनको लागि यहाँले भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर लाइक गर्न भने नबिर्सनुहोला भन्दै आजको बसाइबाट यहाँहरूमा ओझेल पर्न जान्छु। बिदा दिनुहोस्। हवस् त, धन्यवाद, नमस्कार।